Hello guys! Welcome back to my new vlog. तपाईहरुलाई मेरो नयाँ भ्लगमा स्वागत छ। तपाईं सबैलाई नमस्कार। म चाहिँ अन्जन। तपाईहरुलाई सन्चै होला। मलाई चाहिँ अलिअलि बिरामी छ। म क्षमा माग्दछु किनकि मैले डेली भ्लग हाल्छु भनेको थिएँ तर म हाल्न पाएन किनकि म पढाइमा व्यस्तताको कारण मैले हाल्न पाएन। आज चाहिँ शनिबार थियो। मैले अस्तिको शनिबार पनि बनाउँछु भनेको थिएँ। मलाई रुगा लाग्यो अलिकति बिरामी भए त्यसैले मैले हाल्न पाइनँ। त्यसको लागि पनि सरी। आज चाहिँ मसँग एउटा भाइ छन्। त्यो भाइ चाहिँ मलाई धेरै इन्ट्रेस्टिङ लाग्यो त्यसैले मैले त्यही भाइसँग भ्लग बनाउन लागिरहेको छु। अब म भ्लग स्टार्ट गर्न चाहन्छु। भाइ आऊ त। तिम्रो नाम के हो? मेरो नाम इब्राहिम। तिमी कति कक्षामा पढ्छौ? तिमी कति वर्षको भयो? 8। अनि तिमीलाई नि को मन पर्छ नि? बाबा मम्मी? अनि तिमीलाई कुन गीत मन पर्छ नि? तिमीलाई गीत गाउन आउँछ? गीत गाइदेऊ न। कता हिँडेको बिजुली लिएर ओठ भएर ब्युटी भएर तिमी छुटे भएर हामी हेरेको हिँडेको केले चाहिँ नाम्रले नै ठुलो बजाइनेको बाँडेर ओठ भएर ब्युटी भएर तिमी छुट्टी भएर हामी केटो हेरेको रे। अरू नै आउँछ आउँदैन तिमीलाई त्यो गीत? मक्के बारी दरम हरै गरे मक्के बारी दरम नरम अनि तिमीलाई नि अब तिमी गीत गाउन त आउँछ है भनेपछि तिमीलाई अब पढ्न आउँछ कि आउँदैन? तिमीलाई म क्वेसनहरू सोधौँ भन्छ? तिमीलाई नि हामी कुन देशमा बस्छौँ तिमीलाई थाहा? के भन नि त? थाहा छैन? त्यो थाहा छैन हामी कुन देशमा बस्छौँ? के? ल अब तिमीलाई आएन है? हामी चाहिँ नेपाल देशमा बस्छौँ। अघि भने जय जय नेपाल भनेर। कुन देशमा बस्छौँ रे हामी? जय जय नेपाल। अनि तिमीलाई एबिसिडी आउँछ कि आउँदैन? सुनाउ न त। ABCD EFG अनि तिमीले सायरीहरू नि आउँछ तिमीलाई? ल भन्नु नि। उता पनि अरू आउँछ आउँदैन? अरू भन्नु नि त के? अरू तिमीलाई नि क ख आउँछ कि आउँदैन? क ख ग ग भन्ने आउँदैन? अनि तिमीलाई त्यो राष्ट्रिय गान आउँछ कि आउँदैन? सयथुङ्गा फुल्का मिलाउँछमा बलिएका मेसीमा काली पछि चिताको पदाको असल बिलालु हेर्नु न। बिलालुको
Dari asal dari tidur kami ज्ञानभूमि शान्तिभूमि Nepal. वा यति आउने अरू आउँदैन भयो Baik belama, 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 baik belama. अनि तिमीलाई त्यो 9 डाँडा पारी भन्ने नि आउँछ नि ल गीत गाइदेऊ न। तिमीलाई नि कुन गायकार मनपर्छ कुन गाई गायकार गीत गाउने मान्छे गीत गाउने के जस्तै तिमीलाई मलाई नि मलाई जस्तै मलाई राई सामान मनपर्छ भने तिमीलाई कुन मनपर्छ मतलब यो त फिल्मको भयो नि जस्तै तिमीलाई चाहिँ कुन गायकार मनपर्छ मलाई प्रीति आले मनपर्छ भने तिमीलाई कुन मनपर्छ कुन भन्ने गायपर जस्तै तिमीले कसको गीत गाउँछ तिमीलाई के मनपर्छ प्रियङ्का कार्की त एक्टर भयो ठिकै भयो फेरि बिर्सेँ मैले नि तिमीलाई कसको गीत मनपर्छ धेरै दुर्गेश थापाको तिमी त्यो दुर्गेश थापाको फ्यान हो होइन के तिमीलाई दुर्गेश थापा मनपर्छ मन पर्दैन दुर्गेश थापाको गीत गाऊ त फेरि गीत गाएन अनि के अरे त्यो के भन्छ अहिले गीत गाएको थियो नि कता हिँडेको बिजुली बालेर भन्ने दुर्गेश थापाको त हो नि गीत हो दुर्गेश थापा मन पर्दैन तिमी दुर्गेश थापा गीत सुन्छ त घरमा त ओए मोबाइल ल्याउ जसको होइन तिमीलाई दुर्गेश थापाको पनि चिने छैन तिमीले है म भर्खर मोबाइल देखाएँ नि चाहिँ दुर्गेश थापा भनेर चिने छैन बात नहीं करते किसी की घरमा त दुर्गेश थापाको गीत हेर्छु बात नहीं करते किस ल त दुर्गेश थापा सङ यो को हो त मन पर्दैन यो आउँछ गीत गाउन आउँछ के ल होइन अब देखाउ नि दुर्गेश थापाको भनेर दुर्गेश थापाको भनेर चिन्यौ नि चिन्यो भन्छ चिन्यो भयो है आज भयो ल बाई गर्छ नि त तपाईँहरूलाई कस्तो लाग्यो मेरो भाइले गीत गाएको भनेको राम्रो लाग्यो भने लाइक सब्सक्राइब कमेन्ट गर्नु होला आजको लागि यहाँ यति नै हस्त